तुलसी घटी मगर लक्ष्मी पाइजा नीलन राई लोकेन्द्र चन्द बाई बाई नमस्ते, मेरो नाम चाहिँ रमा गौतम। म चाहिँ अहिले हाल चाहिँ मलाई निर्वाचन प्रहरी भनेर चिन्नुहुन्छ। यो निर्वाचन प्रहरीको तपाईको अनुभवको बारेमा अलिकति भन्नुहोस् न। मेरो निर्वाचन प्रहरीको अनुभव चाहिँ म चाहिँ अब
वास्तवमा भन्नुपर्दा चाहिँ म कसैको साथीहरूले जाउँ भनेर नयाँ एक्सपिरियन्स पनि हुन्छ, नयाँ ट्राई हुन्छ भनेर आएको। तर यहाँ आउनको साथ म जुन दिन फर्म भरेँ त्यो दिन नै मैले अब मैले पनि केही गर्न सक्दो रहेछु देशको लागि, मैले पनि सानो योगदान दिन सक्दो रहेछु भनेर मैले फर्म फिलअप गरेँ। फर्म भरिसकेपछिको त्यो एक्जाम, त्यो ट्रायल सबै कुरा नै एकदम सहर गराइदिनु, किनभने हाम्रो यो ललितपुर जिल्ला परिषदको गुरुबाहरू, डिएसपीहरू जति पनि हुनुहुन्थ्यो उहाँहरूले नै हामीलाई सहजको रूपमा गरिदिनु भयो र सबै कुरा सहज नै सफल भयो। यो तपाईँले योभन्दा अगाडि कुनै तालिमहरू के लिनुभएको थियो स्कुलमा अथवा पछि कलेजहरूमा चाहिँ? तालिमभन्दा पनि स्कुलको जस्तै परेड हुन्छ त्यस्तै त्यो नै गरिरहेको थियौँ। तर यो प्रहरीको परेड भनेको चाहिँ छुट्टै नै एकदम भिन्नता हुँदो रहेछ। प्रहरीको परेड यसमा चाहिँ डिसिप्लिनदेखिबाट सबै कुरा एकदमै आफूलाई नै अहिले कस्तो लाग्छ भने यो वर्दी जुन हामीले हेर्दाखेरि मजाक उडाइन्थ्यो अरू बेलामा म्यादी प्रहरी भनेर हामीले पनि मानिन्थेन, तर यो वर्दी आफूले लगाइसक्न पाउँदा चाहिँ एकदमै गर्व फिल हुँदो रहेछ, एकदमै प्राउड फिल गर्छ आफूलाई। अहिले यो जुन चुनावहरू भयो सकियो होइन, तपाईँहरूले जुन योगदान गर्नुभयो, यो चुनाव सकिसकेपछि चाहिँ तपाईँलाई कस्तो महसुस भयो? म चाहिँ एउटा मात्रै कुरा मलाई चाहिँ अलिकति त्यो कन्फ्युज पनि, तर मलाई भन्न मन लागेको कुरा चाहिँ के हो भन्दा हामी जति पनि 40-45 दिन यसमा खटिएको छौँ, सायद नेपालले केही 45 दिन खटेको बावजुद हामीलाई यो सर्टिफिकेट मात्रै दिएर बिदाई नगरोस्, उहाँहरूको लागि केही नयाँ अपर्च्युनिटी ल्याइदियोस् भन्ने चाहन्छु म चाहिँ। प्रहरीमा आएको क्रममा मेरो एउटा नयाँ परिचय मतलब नयाँ मेरो नाम आएको छ। सबैले मेरो नाम भनेर चिन्नुहुन्न होला, सायद रमा गौतम कमले नै चिन्नुहुन्छ। मलाई चाहिँ टोली कमान्डर भनेर चिन्ने गर्नुभएको छ। टोली कमान्डर हुनको लागि तिमी सक्षम छौ भनेर मलाई रोज्नु भएको मेरो गुरुबा गुरुआमालाई म एकदमै आभार टक्राउन चाहन्छु। थाहा छैन म यहाँ आएर हजुरहरूको अगाडि बोल्नको लागि सक्षम छु छैन, मलाई त केही पनि थाहा छैन, तर आफ्नो 2 शब्द राख्न दिनुभएकोमा म एकदमै हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। मैले सुरुको दिन यहाँ फर्म भर्न आउने दिन मैले सोचेको थिएन कि म दोस्रो दिन पनि आउँछु होला भनेर, तर मलाई दोस्रो दिन आउनको लागि उहाँहरू जति पनि हामीसँग लागि पर्नुभएको थियो, गुरुबाहरू गुरुआमाहरू, उहाँहरूले तिमीले केही गर्नुपर्छ, तिमी आफ्नो देशको लागि केही थोरै भए पनि योगदान दिन सक्षम छौ भनेर उहाँहरूले मलाई त्यही भएर नै मलाई रोज्नु भयो होला। त्यही भएर नै म लिखितसम्म पुगेँ, मैले आफ्नो फिजिकल एटेन्ड गरेँ, सबै कुरामा म सक्षम भएर नै म आज हजुरहरूको सामु उभिएको छु। सायद यो क्रममा मेरो केही गल्ती छ, मैले केही गल्ती गरेँ, चाहँदा नचाहँदै पनि मेरो तर्फबाट केही गल्ती भएको छ भने मेरो सम्पूर्ण गुरुबाहरू, रेस्पेक्टेड सरहरू, डिएसपी सरहरू, एसएसपी सरहरूलाई म एकदमै हृदयदेखि नै सरी भन्न चाहन्छु। चाहँदा चाहँदै नचाहँदै नै गल्ती भएको छ भने माफी गरिदिनु होला। र मलाई यहाँ अहिले के भन्नु मन छ भने भन्नुपर्ने त केही पनि छैन, सबैलाई आफ्नो धारणा बेग्लै हुन्छ। तर मेरो धारणा चाहिँ के भयो भने मैले सोचेको थिएन कि म पनि कहिले देशको लागि सानो भए पनि मेरो योगदान हुनसक्छ भनेर। बाहिरबाट हेर्न जति सजिलो छ यो रहेनछ सजिलो। सायद सबैजनाले मेरो यो कुरामा सहमति दिनुहुन्छ होला। जति पनि हामीले हेरेर जति पनि आफ्नो ड्युटीमा लगि पर्नुहुन्थ्यो गुरुबाहरू, डिएसपीहरू, एसएसपीहरू, जति पनि माननीय सरहरू हुनुहुन्छ, उहाँहरूलाई देखेर हामीलाई लाग्थ्यो कि के नै हो र, पुलिस नै त हो नि, उहाँहरू पनि हामी जस्तै व्यक्ति त हुनुहुन्छ नि। तर होइन रहेछ, धेरै परिश्रम हामीले यो 10 दिन गरेको, यो जति पनि ट्रेनिङ गराउनु भयो, सायद एक दिनमै आउँदाखेरि 2 दिन अर्को दिन आउँदिन भनेर सोचिसक्नु भएको थियो होला। तर मलाई चाहिँ दिनदिनै हरेक दिन ट्रेनिङमा आउनको लागि के कुराले इच्छुक गर्थ्यो भने, के कुराले मलाई प्रेरणा दिन्थ्यो भने जति पनि गुरुबा गुरुआमाहरू एज अ फ्रेन्ड यति फेमिलियर हुनुहुन्थ्यो, यति उहाँहरूले मलाई यति यो फ्यामिलीको जस्तो वे गरिदिनु भयो। म आफूलाई यति प्रोटेक्टिभ सोच्थेँ। मलाई के हुन्थ्यो भने घर पुग्नका साथ भोलि बिहान 10 बजे कतिखेर पुग्छ र म जावला खेलको ग्राउन्डमा पुगौँ, त्यो सबै भइसकेर पनि दिउँसभरि गरेको हामीले त्यो दुखाइ, त्यो घाम धुलो केही पनि नभनिकन अन्तिममा जुन गर्नुहुन्थ्यो आधी घन्टाको त्यो रमाइलो, त्यो सोचेर नै दिउँसभरि त्यो तालिम गर्न एकदमै खुसी लाग्थ्यो। कसैले पनि हामीलाई त्यो इन्सिक्योर फिल गराउनु भएन कि ल तिमीहरू केटी हो, तिमीहरू केटा हो, तिमीहरू भिन्नता हुनुपर्छ। त्यो एकदमै एकदम सरल, सबैलाई अब भन्न त भन्छ लेडिज फर्स्ट, महिलालाई प्राथमिकता दिनुपर्छ। तर मैले एउटा कुरा बुझेँ कि हजुरहरूको फौजी नै भन्नुहुन्छ होला हजुरहरूले, हजुरहरूकोमा चाहिँ मैले के बुझेँ भने महिला र पुरुष समान हो। हजुरहरूकोमा चाहिँ महिला र पुरुष समान हुँदो रहेछ। तर उहाँहरूले गर्ने व्यवहार हामीलाई तँ पनि नभनिकन हजुर तपाईँ भनेर एकदमै इज्जतको साथ, एकदमै मायाको साथ हामीलाई यो 45 दिन कतिखेर हाम्रो समाप्त भयो भन्ने नै थाहा भएन। र हेर्दा आज बिदाईको लागि म एउटा स्पिच दिन सक्छु पनि मैले सोचेको थिएन। यसका लागि म सक्षम छु भनेर जति पनि मान्छेले, जति पनि मेरो डिएसपी सर, गुरुबाहरू सबैले त्यसको लागि मलाई तिमी गर्न सक्छौ भनेर
भन्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। म अब केही पनि बोल्न चाहन्न। हामी थुप्रैजना छौँ, थुप्रैको अलग अलग सोच होला, अलग अलग त्यो पर्सपेक्टिभ होला, बोल्ने उहाँहरूलाई अलग अलग मान्छेलाई अलग अलग नै लाग्यो होला। तर म एज अ पर्सन मलाई अगाडि आएर बोल्न दिनुभएकोमा चाहिँ मलाई एकदमै खुसी लाग्यो। मैले डिसिप्लिन के हो, डिसिप्लिनको मेन मतलब डिसिप्लिन कसरी हुनुपर्छ र डिसिप्लिन भयो भने के हुन्छ आगामी जीवनहरूमा पनि भन्ने सायद होइन, म यो नै भन्छु कि म यहीँ आएर सिकेँ। सायद हामीले डिसिप्लिन भनेर बुझ्थ्यौँ होला, तर डिसिप्लिनको हामीलाई मतलब थाहा थिएन। तर उहाँहरूले गरेको सबै जति पनि हामीलाई सिकाउनु भयो, डिसिप्लिन स्टार्टिङदेखि नै हामीलाई डिसिप्लिनमा हुनुपर्छ, अनुशासित हुनुपर्छ भनेर सिकाउनु भयो। म एकदमै आभार छु। यो 40 दिन र 45 दिन जति पनि हामीहरू हजुरहरूसँग जुट्यौँ, यसको चाहिँ म चाहिँ के भन्छु भने यो मेरो जिन्दगीको सुरुवात हो र हजुरहरूले मेरो सुरुवातको लागि धेरै सहयोग दिनुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। अब म यहाँभन्दा बढी केही भन्न चाहिनँ र मलाई भन्न पनि आउँदैन, म यति फर्मल हुने मान्छे होइन। तैपनि अन्तिममा म के भन्न चाहन्छु भने सम्पूर्ण निर्वाचन प्रहरीको तर्फबाट यो अवसरमा जुट्नु भएको सम्पूर्ण जति पनि हामी सँगसँगै सुरुको दिनबाट नै लाग्नु भएको थियो, जति पनि हामीले दिन रात नभनिकन हाम्रो लागि जति पनि खट्नु भएको थियो गुरुबाहरू, डिएसपी सरहरू, एसएसपी सरहरू, उहाँहरूलाई हृदयदेखि नै धन्यवाद गर्न चाहन्छु। र अन्तिममा म के भन्न चाहन्छु भने जति पनि हाम्रो लागि खटिनु भएको थियो गुरुआमाहरू, उहाँहरूलाई चाहिँ म विशेष धन्यवाद दिँदै म आगामी दिनहरूमा पनि केही सेवा गर्ने अवसर दिनुभयो भने अवश्य गर्नेछु भन्दै मेरा 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। र